ल नमस्कार साथीहरू, सम्पूर्ण विद्यार्थी साथीहरू नमस्कार है त। म चाहिँ सुरुमा तपाईँहरूको लागि नासु खरिदारको लागि भनेर तपाईँहरूको लागि ब्रह्माण्ड सम्बन्धी जानकारी थोरै यस सम्बन्धी इम्पोर्टेन्ट क्वेसन र इक्जाम बेस्ड क्वेसन भिबिआई क्वेसनहरू गर्न गइरहेको छु है साथीहरू। तपाईँहरूले थम्बनेलमा पनि देखिसक्नुभयो होला। यहाँ चाहिँ सोधिएका र सोध्न सकिने भेरी इम्पोर्टेन्ट क्वेसन छन् है। यो भिडियो नछुटाएर हेर्नु होला तपाईँहरूले। ल है साथीहरू, मैले चाहिँ कन्टेन्टमा प्रवेश गरेँ। नम्बर 1 मा रहेको छ सबैभन्दा नजिक र टाढाको ग्रह कुन हो भनिएको छ। यसको सही उत्तर चाहिँ बुध र वरुण है। सबैभन्दा नजिकको तारा बुध र वरुण हो भने सबैभन्दा टाढाको ग्रह भनेको वरुण भयो, सबैभन्दा नजिक बुध भयो। त्यसपछि 2 नम्बर प्रश्न नम्बर 2 मा रहेको छ है साथीहरू। तलका भनाइ विचार गर। शनि ग्रह पत्ता लगाउने ग्यालिलियो ग्यालिली हुन्। सुन्दर ग्रह मानिने शनि ग्रह रिङले घेरिएको छ। यसको सही उत्तर चाहिँ दुईटै सही हुन्छ है, दुवै सही हुन्छ है। हेर दुईटै सही। शनि ग्रहको पत्ता चाहिँ ग्यालिलियो ग्यालिली लगायो भने यो चाहिँ रिङ्ड भनेको रिङले घेरिएको प्लानेट हो के। रिङले घेरिएको प्लानेट सुन्दर ग्रह अथवा सुनौलो ग्रह, पहेँलो ग्रह भनेर पनि शनि ग्रहलाई चिनिन्छ है साथीहरू। नम्बर 3 मा रहेको छ जोडा मिलान गर। सबैभन्दा ठुलो ग्रह कुन हो भनिएको छ। सबैभन्दा ठुलो ग्रह बृहस्पति हो। सूर्यबाट सबैभन्दा नजिकको ग्रह चाहिँ बुध ग्रह हो। पृथ्वीभन्दा सबैभन्दा निकटको ग्रह भनेको शुक्र हो भने रातो ग्रह भनेको चाहिँ मङ्गल हो है त साथीहरू। प्रश्न नम्बर 4 मा रहेको छ जोडा मिलान गर। 1 2 3 4 दिएको छ। बुध, शुक्र, शनि, मङ्गल दिएको छ भने यता एबिसिडी गड अफ वार, रिङ, प्लानेट, सूर्यबाट नजिक, पृथ्वीबाट नजिक भनेको छ है त साथीहरू। यसको चाहिँ सही उत्तर के हुन्छ भन्दाखेरि बुध ग्रह भनेको सूर्यबाट नजिक हो भने, शुक्र ग्रह भनेको पृथ्वीबाट नजिक हो भने, शनि ग्रह भनेको रिङ अफ प्लानेट हो भने, मङ्गल ग्रह भनेको गड अफ वार हो है साथीहरू, गड अफ वार। यसको फेरि भने मैले, तपाईँहरूले फेरि कण्ठ गर्न सक्नुहुन्छ। नम्बर 1 बुध ग्रह भनेको सूर्यबाट नजिक, शुक्र ग्रह भनेको गड अफ वार, शनि ग्रह भनेको रिङ अफ प्लानेट हो भनेपछि मङ्गल ग्रह भनेको पृथ्वीबाट नजिकको ग्रह हो है त साथीहरू। अब नम्बर 5 मा रहेको छ शनि ग्रहको सबैभन्दा ठुलो उपग्रहको नाम के हो भनेको छ। यसको सही उत्तर चाहिँ टाइटन हो है त साथीहरू। नम्बर 6 मा रहेको छ मङ्गल ग्रहका कतिवटा उपग्रहहरू छन् भनेको छ। यसका चाहिँ 2 वटा उपग्रह छन्, फोमस र डिमस है साथीहरू। फोमस र डिमस, फोमस र डिमस, फोमस र डिमस, फोमस र डिमस है त साथीहरू। फोमस र डिमस, फोमस र डिमस है त साथीहरू, फोमस र डिमस। त्यसै गरी नम्बर 7 नम्बर प्रश्न रहेको छ तलका भनाइ विचार गर भनेको छ। पृथ्वी पूर्वबाट पश्चिमतिर घुम्छ भनेको छ। बीमा पृथ्वी पश्चिमबाट पूर्वतर्फ घुम्छ भनेको छ। सीमा भूमध्य रेखामा सबैभन्दा बढी गर्मी हुन्छ भनेको छ। डीमा 1 डिग्री देशान्तरमा 4 मिनेट टाइम फरक हुन्छ भनेको छ। यसको सही उत्तर चाहिँ बी, सी र डी ठिक छन्, ए गलत छ, किनभने पृथ्वी पश्चिमबाट पूर्वतर्फ घुम्छ है त साथीहरू। प्रश्न नम्बर 8 मा रहेको छ सबैभन्दा लामो दिन हुने ग्रह कुन हो भनिएको छ। यसको सही उत्तर चाहिँ शुक्र हो है साथीहरू, शुक्र। त्यसै गरी प्रश्न नम्बर 9 मा रहेको छ छोटो दिन हुने ग्रह कुन हो भनेको छ। यसको सही उत्तर बृहस्पति हुन्छ साथीहरू। त्यसै गरी 10 नम्बर प्रश्न रहेको छ चन्द्रमा सम्बन्धी अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ। यसको सही उत्तर चाहिँ सेनेलोलोजी है त साथीहरू, सेलेनोलोजी, सेनेलोलोजी है त, सेनेलोलोजी, सेलेनोलोजी। त्यसै गरी प्रश्न नम्बर 11 मा रहेको छ ब्रह्माण्ड सम्बन्धी अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ भनेको छ। यसको सही उत्तर चाहिँ कस्मोलोजी है साथीहरू, कस्मोलोजी। प्रश्न नम्बर 12 मा रहेको छ मङ्गल ग्रहको सबैभन्दा अग्लो चुचुरोको नाम के हो भनेको छ। यसको सही उत्तर चाहिँ निग्ज ओलम्पिया हो है त, निग्ज ओलम्पिया, निग्ज ओलम्पिया है त साथीहरू। प्रश्न नम्बर 13 मा रहेको छ चन्द्रमाको खाल्टोलाई के भनिन्छ। यसको सही उत्तर चाहिँ क्रेटर हो है साथीहरू, क्रेटर, क्रेटर। यसको सही उत्तर चाहिँ क्रेटर हो है साथीहरू। त्यसै गरी 14 नम्बर प्रश्न रहेको छ तलका ग्रहहरूलाई ठुलोदेखि सानो क्रममा मिलाउँदा कुन सही हुन्छ भनेको छ। सबभन्दा पहिला ठुलो त बृहस्पति हो, त्यसपछि शनि, अरुण, वरुण हो। यसमा चाहिँ दिएको अनुसार भनेको छ, त्यसैले अरुण ठुलो छ, त्यसपछि वरुण ठुलो, त्यसपछि पृथ्वी ठुलो, त्यसपछि शुक्र, त्यसपछि मङ्गल है त साथीहरू। प्रश्न नम्बर 15 मा रहेको छ 2024 जुन 2 मा चन्द्रमाको सुदूर क्षेत्रमा अवतरण गराउन सफल मानव रहित यानको नाम के हो भनेको छ। यो चाहिँ चीनले पठाएको थियो है त साथीहरू, चाइङ छ। यसको नाम चाइङ छ है त, यानको नाम चाइङ छ, चाइङ छ,
चीनबाट चाहिन्छ सम्झिनुस्, चाहिन्छ। के चाहिन्छ भन्दा चन्द्रमामा यान पठाउन चीनले चाहिन्छ है त, चाहिन्छ। यसको चाहिँ सही उत्तर चाहिन्छ। चाहिन्छ 6 चाहिन्छ जे भनेर बुझ्दा पनि हुन्छ है साथीहरू। प्रश्न नम्बर 16 मा रहेको छ गडनेस अफ लभ एन्ड ब्युटी भनेर कुन ग्रहलाई चिनिन्छ भनेको छ। यसको सही उत्तर चाहिँ शुक्र रहेको छ। प्रश्न नम्बर 17 मा रहेको छ पृथ्वीले आफ्नो अक्षमा एक फन्को लगाउन कति समय लगाउँछ भनेको छ। यसको सही उत्तर चाहिँ 23 घण्टा 56 मिनेट 4 सेकेन्ड है साथीहरू। पृथ्वीले आफ्नो अक्षमा एक फन्को लगाउन कति समय लगाउँछ भनेको छ है साथीहरू। यसको चाहिँ सही उत्तर 23 घण्टा 56 मिनेट 4 सेकेन्ड है साथीहरू। त्यसै गरी प्रश्न नम्बर 18 मा रहेको छ तलका भनाइ विचार गर भनिरहेको छ। उपग्रहले ग्रहको परिक्रमा गर्छ। उपग्रह प्राकृतिक र कृत्रिम दुई प्रकारका हुन्छन्। उपग्रह नभएका ग्रह बुध र शुक्र हुन्। यसको सही उत्तर चाहिँ 1 2 3 सबै सही हो त साथीहरू, किनभने उपग्रहले ग्रहको परिक्रमा जस्तै चन्द्रमाले पृथ्वीको परिक्रमा गर्छ। उपग्रह प्राकृतिक र कृत्रिम दुई प्रकारका हुन्छन् भनेको छ। एउटा चाहिँ मानव निर्मित उपग्रह हुन्छ स्याटेलाइट, एउटा चाहिँ प्राकृतिक हुन्छ है त आफै उत्पन्न। अनि त्यसपछि उपग्रह नभएका ग्रह बुध र शुक्र हुन्। बुध र शुक्रमा उपग्रह छैन है साथीहरू। प्रश्न नम्बर 19 मा रहेको छ किङ अफ प्लानेट भनेर कुन ग्रहलाई चिनिन्छ भनेको छ। यसको सही उत्तर चाहिँ बृहस्पति है साथीहरू। किङ अफ प्लानेट भनेर बृहस्पति, किनभने यो सबभन्दा ठुलो राजा हो नि त, सबभन्दा ठुलो प्लानेट हो नि त, त्यसैले। 20 नम्बर रहेको छ सिस्टर एन्ड ट्विन अफ अर्थ भनेको छ जुम्ल्याहा ग्रह, पृथ्वीको जुम्ल्याहा ग्रह भनेर शुक्र ग्रहलाई चिनिन्छ है त साथीहरू। पृथ्वीको जुम्ल्याहा ग्रह भनेर शुक्र ग्रहलाई चिनिन्छ है साथीहरू। त्यसै गरी मङ्गल ग्रहले सूर्यको परिक्रमा गर्न कति समय लाउँछ भनेको छ। यसको चाहिँ 687 दिन है, कण्ठ गरेर राख्नु, यो भेरी भेरी इम्पोर्टेन्ट क्वेसन हो। मङ्गल ग्रहले सूर्यको परिक्रमा गर्न कति समय लगाउँछ भनेको छ। यसको सही उत्तर 687 हो है साथीहरू। प्रश्न नम्बर 22 मा रहेको छ पृथ्वीलाई आफ्नो अक्षमा घुम्न लाग्ने समयलाई के भनिन्छ। आफ्नो अक्षमा घुम्न लाग्ने समयलाई चाहिँ सौर्य दिन भनिन्छ है साथीहरू। त्यसै गरी 23 नम्बर प्रश्न रहेको छ ओजन तह कुन तत्त्वबाट बनेको हुन्छ। यसको सही उत्तर चाहिँ अक्सिजन हो है साथीहरू, अक्सिजन। यसको सही उत्तर अक्सिजन है। प्रश्न नम्बर 24 मा रहेको छ तातो र चम्किलो ग्रह कुन हो। यसको सही उत्तर चाहिँ शुक्र हो है साथीहरू। तातो र चम्किलो ग्रह शुक्र हो। त्यसै गरी 25 नम्बर प्रश्न रहेको छ पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो तारा कुन हो भनेको छ। यसको चाहिँ साइरस अथवा सिरियस है। पृथ्वीबाट चम्किलो देखिने सबैभन्दा नजिकको चम्किलो भनेको सिरियस। त्यसै गरी 26 नम्बर प्रश्न रहेको छ नजिकदेखि टाढाको